समाजसेवी कृष्ण खतेवडाज्यू, सिद्धलेख गाउँपालिकाको उपाध्यक्ष सविता अर्यालज्यू, सिद्धलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यज्यू, शिक्षा अधिकृत नमराज पुरीज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू र मैले आदर र सम्मान गर्नुपर्ने सबै विद्यालयका प्रज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू र विद्यार्थी भाइ बहिनीहरू र पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू, यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो सिद्धलेख गाउँपालिकाको तर्फबाट स्वीकार्नुहोस्। अभिवादन, नमस्कार। आज हामी यो पृथ्वी जयन्तीको अवसरमा पारेर जुन सत्यवती माविले 50औं वार्षिक स्थापना जुन हामी मनाइरहेको छौं, त्यसको लागि यो स्कुल 2032 सालदेखि स्थापना भएको स्कुल र म आफै अध्ययन गरेको स्कुल र आज म आफै निर्वाचित गाउँपालिका अध्यक्ष भएर र आज यही स्कुलमा मेरो आफ्नो कुराहरू राख्न पाउँदा म अत्यन्त खुसी भएको व्यक्त गर्न चाहन्छु। सर्वप्रथम जुन शिक्षा शाखा र सिद्धलेख गाउँपालिकाले शिक्षामा भएको असल अभ्यासहरूको केही बुदागत म यहाँहरूलाई भन्न चाहन्छु। ईसीडी कक्षाको लागि समेत कार्य पुस्तकको व्यवस्थापन गरिनेछ। पालिका स्तरीय वार्षिक शैक्षिक कार्ययोजना, शैक्षिक क्यालेन्डर र पाठ्यांश निर्माण, कार्यान्वयन, आइइएमआइएस विवरण सत्यापन गर्न र व्यवस्थित तुल्याउन नियमित रूपमा शिक्षा शाखाबाट सहजीकरण भएको छ। स्थानीय पाठ्यक्रम निर्माण भई पाठ्य पुस्तक निर्माण प्रक्रिया सुरु गरिएको छ, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्ने मान्यतालाई मूर्त रूप दिन भौगोलिक अवस्थित र विद्यार्थी संख्याको आधारमा विद्यालय समायोजन र दरबन्दी मिलान कार्य गरिएको छ। माध्यमिक तह 11 र 12 कक्षा निशुल्क शिक्षा सम्बन्धी कार्यविधि 2082 बमोजिम कार्यक्रम कार्यान्वयन तथा गुनासोको सम्बोधन गरिएको छ। प्रस्तुति विधामा रहेका शिक्षकको लागि सट्टा शिक्षक व्यवस्थापन गरिएको छ। नियमित पालिका स्तरीय बैठक सञ्चालन, शिक्षा सुधारको विषयमा बहस, गुनासो सम्बोधन 2082 माघ 7 गते उत्कृष्ट विद्यालय शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम राखिएको छ। अब गरिने कामहरू माथिको असल अभ्यासलाई निरन्तरता दिइनेछ। विद्यालयको नियमित सुपरिवेक्षण, अनुगमन र निरीक्षणलाई सघन रूपमा अगाडि बढाइनेछ। पालिका, वडा, स्वास्थ्य संस्था सहित विद्यालयमा यी हाजिरको व्यवस्था गरी एकीकृत रूपमा पालिकाबाट नियमनको व्यवस्था गरिनेछ, नियमनको व्यवस्था गरिनेछ। 10 वर्षे गाउँ शिक्षा योजना निर्माण गरिनेछ। पालिकाको शिक्षाको तथ्याङ्कको अभिलेखलाई एकीकृत रूपमा तयार गरी प्रकाशन गरिनेछ। शिक्षासँग सम्बन्धित बेरोजगारी शून्य बनाउने लक्ष्यका साथ विद्यालयमा हुने निकासालाई
इमिसमा आधारित बनाउँदै सम्पूर्ण विद्यालयलाई आवश्यक सहजीकरणको व्यवस्था गरिनेछ। आन्तरिक परीक्षामा एकरूपता गर्न परीक्षा समितिको कामलाई थप व्यवस्थित र व्यापक बनाइनेछ। गाउँपालिका अध्यक्षसँग सीमाङ्कित समुदाय बालबालिकाको लागि 1 देखि सबै विद्यालय 1 देखि 5 सम्म कक्षासम्मका विद्यार्थी भाइ बहिनीहरूको लागि राम्रा कार्यक्रमहरू सञ्चालन गरिनेछ। अभिभावक शिक्षा अभिवृद्धि गर्न टोल बस्तीमा गाउँपालिका अध्यक्षसँग अभिभावक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न विद्यालयलाई आवश्यकतामा आधारित अनुदान उपलब्ध गराइनेछ। साथसाथै यो मैले यति भन्दै गर्दा यो स्थापना भएको स्कुल 2032 सालदेखि जोले लाई सम्झिन पर्ने हो। म यसै गाउँपालिकाको अभिभावक भएको नाताले अघि वडा अध्यक्षज्यूले भनिसक्नु भएको छ, तैपनि मैले सर्टकटमा यो भन्न चाहन्छु। जुन युग पुरुष स्वर्गीय भैरव प्रसाद खतेवडा ज्यूलाई आज सम्झिनै पर्ने छ। त्यस्तै गरी स्वर्गीय ज्ञानेन्द्र प्रसाद अधिकारी ज्यूलाई पनि सम्झिन पर्ने छ र स्वर्गीय गोविन्द शर्मा ज्यूको पनि त्यत्तिकै महत्व छ। स्वर्गीय शिव खनाल ज्यूको पनि त्यत्तिकै महत्व छ र त्यतिखेर साथ र सहयोग गरेर यो स्कुलको लागि अगाडि बढाउनको लागि हरिप्रसाद पौडेल ज्यू, भीम गिरी ज्यू, हरि अधिकारी ज्यू र लक्ष्मण शर्मा ज्यू, उहाँहरूको धेरै दुःख यहाँ यो स्कुलमा छ। मैले त्यस कारणले उहाँहरूलाई पनि सम्मान गर्न चाहे र यो स्कुल भनेको यस्तो स्कुल हो। यो स्कुल 3टा गाउँपालिकाका विद्यार्थी भाइ बहिनीहरूले अध्ययन गर्ने स्कुल हो। यो सत्यावती स्कुल यो गल्छी गाउँपालिका, गोजुरी गाउँपालिका र शीतले गाउँपालिका 3टा गाउँपालिकाको विद्यार्थी भाइ बहिनीहरूले पढ्ने स्कुलमा म आफै गाउँपालिका अध्यक्ष भइराख्दा म आफै यस विद्यालयमा अध्ययनरत र पूर्व विद्यार्थी भएको नाताले यो स्कुलमा पहिल्यैदेखि म निर्वाचित हुने बित्तिकै पनि लक्ष्मण सरले पटक पटक त्यो विद्यालयको लागि बस राख्नुपर्छ, हाल्नुपर्छ, जसरी पनि यति काम गर्नु भनेर भन्नुभयो। म धेरैचोटि छोटेटारदेखि सेरादेखि सबै गल्छीका अभिभावकहरूसँग भाइहरूसँग बसेर छलफल गरे। गुलेलीमा म आफै पुगेर बोलेर आएँ र रातो किताबमा नि ल्याउँदाखेरिमा पनि यहाँ विविध कारण हाम्रो चाहिँ अडिट नभएको र विविध हाम्रो आन्तरिक केही साथीहरूको शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिमा केही आन्तरिक उसको कारणले अलि समझदारी नभएको कारणले अलिकति हुँदै हुँदै लम्बिँदै गएको कुरा यहाँहरूलाई सबैलाई थाहा छ र त्यही कारणले अब यो अस्ति भर्खरै पनि यो कार्यक्रमको लागि आज मुख्यमन्त्रीज्यूलाई नै प्रमुख अतिथि बनाउने भनेर म रामजी सर, ओडाक्षज्यू, कृष्ण सर हामी सबैजना काठमाडौँ गएर धेरै कोसिस गरियो। मुख्यमन्त्रीज्यूको टाइमै मिलेन। त्यसपछि शिक्षा मन्त्रीज्यूलाई भए पनि ल्याउने भने उहाँको नै टाइम नमिलेर हामीले 3 दिनसम्म 25-26 गर्न पर्यो र लास्टमा म आफै यहाँ प्रमुख अतिथि भएर आज यो आफ्नो भनाइहरू राख्दैछु र त्यो किसिमले हामीले बसको कुरा क्लियर गरिसकेका छौं र सडकको कुरा क्लियरसँग म आफूले राखेको छु। त्यसकारणले जुन अघि मैले युग पुरुषहरूलाई सम्झिनै पर्छ भनेको थिएँ, मेरो एउटा प्रस्ताव अभिभावकज्यूहरू यहीँ हुनुहुन्छ, ओडाजीज्यूहरू यहीँ हुनुहुन्छ, उपाध्यक्षज्यू यहीँ हुनुहुन्छ, राष्ट्र सेवक कर्मचारीहरू सबै यहीँ हुनुहुन्छ। विगत मेरो हुन त आफ्नो परिवारको कुरा गर्यो भन्ने होला, त्यो कुरा होइन, किनभने जसले दुःख गरेको थियो त्यसले नाम राख्नै पर्छ। मेरो आफ्नो इच्छा, मेरो विचार यहाँहरूलाई सहमत हुन पनि सक्छ, नहुन पनि सक्छ, तर गर्नुपर्ने चाहिँ के हुन्छ भन्नु होला भने अब लक्ष्मण सरले पनि धेरै दुःख गर्नुभएको हो यो स्कुलको लागि हैन र भैरव प्रसाद खतेवडा त्यो बेलामा प्रधान मन्त्री भएर सारा
घरको चाहिँ खोरको खसीहरू लिएर आएर फुटेर लिएर आएर यो स्कुल हामीले सञ्चालन गरे हौँ र उहाँहरू युग पुरुषलाई हामीले किन बिर्सिनु पर्यो र। अनि मेरो आफ्नो प्रस्ताव चाहिँ के हुन्छ भने उहाँहरूको धेरै दुःख छ, धेरै राम्रो काम पनि गर्नुभयो त्यतिखेर र अहिले हामीले सम्झिने हो। यस्ता कार्यक्रम अरू फेरि म आफूले पनि राम्रो गर्दै गएँ भने यहाँहरूले पछि सम्झिने हो। अहिले म गाउँपालिकाको अध्यक्ष भइराख्दा मैले त्यतिखेर साराको घरको चाहिँ खोरको खसी ल्याएर चाहिँ यो स्कुल सञ्चालन गरेको हिसाबले मैले लक्ष्मण सरको धेरै दुःख भएको हिसाबले लक्ष्मण सरको बुवा गोविन्द शर्माको र खतेवडे हो उहाँ पनि र भैरव प्रसाद खतेवडाको चाहिँ स्कुलमा कहाँनेरि हुन्छ विद्यालय व्यवस्थापन समिति र ओडाक्षज्यूले भन्नुहोला उहाँहरूको चाहिँ एकवटा शालिग सम्बन्धित परिवारले बनाउनुहुन्छ, तपाईँहरूले ठाउँ चाहिँ दिनुपर्छ र यो स्कुलमा उहाँहरूको शालिग राख्नुपर्छ भन्ने मैले प्रस्ताव गरेँ। यहाँहरूले मान्नुहुन्छ भने ताली लगाएर पास गराइदिनुहोस्, यो सामान्य कुरा हो, दुःख गरेको कुरा हो। दुःख गरिसकेपछि त्यति चिज गर्नु नि पर्छ र सबैजनाको तालीको मैले अपेक्षा गरेँ। ल ठिक छ। अब म आफै पनि यो स्कुलको विद्यार्थी भएको कारणले म विगतमा गएँ। म पर्खालेमा फुल्ला खेतमा म आफू अध्ययन गरेको कुरा म यहाँहरूलाई सेयर गर्न चाहे। हरिचन्द्र सरलाई हामीले पुरस्कृत गरियो, तर हरिचन्द्र सर र त्यतिखेर परशुराम अधिकारी सर पनि हुनुहुन्थ्यो, मेरै नाम गरेको पनि हुनुहुन्थ्यो। उहाँहरूले अहिले पनि मलाई सम्झना छ पर्खालेमा म आफै अध्ययन गरेको। त्योबाट अहिले हामी यसरी कृष्ण सर र लक्ष्मण सर लगायत दुःख त सबैको छ, फेरि सानुगिरीको अनि हाम्रो सीताराम सरको सबैजनाको छ। फेरि मैले मेन हाइलाइट गर्न खोजेको चाहिँ त्यतिखेरदेखिको यो स्कुल बनाउनलाई अघि भनिसक्नुभयो हाम्रो यसै विद्यालयका प्रज्यूले हिकेवा जापानको सहयोगदेखि लिएर यहाँ धेरै कुराहरू छन् होइन। सबैले सहयोग गरेको कुराहरूलाई हामीले भन्न अप्ठ्यारो मान्नुपर्ने छैन। त्यस कारणले यो स्कुलको लागि उहाँहरूको धेरै सहयोग छ र म आफै पनि पर्खाले युगबाट अहिले यो बिल्डिङ र अस्ति हाम्रो मुख्यमन्त्रीज्यूले उद्घाटन गर्नुभयो यो स्कुलमा र मलाई अध्यक्षज्यू तपाईँ आफै पढ्नु भन्नुभयो र म आफै पढेर चाहिँ यो उद्घाटन गर्न पाउँदा म एकदम गौरवान्वित, एकदम खुसी व्यक्त गर्न चाहन्छु यहाँको माझ। म एकदमै खुसी छु र मैले अघि यो बसको कुरा क्लियर गरिसकेँ होइन। अब पटक हामीले गाउँपालिकाबाट हारियो विविध कारणले, अडिट नगरेको र यो विभिन्न कारणले चाहिँ यो भयो मैले भनिसकेँ। अब शिक्षामा गुणस्तर बनाउनलाई 1 देखि 5 सम्म सरकारको योजना के छ भने भनिदिनु पर्यो। सुरुमा हामीले रातो किताबमा त सीमाङ्कित भनेको छौँ, तर पनि हामीले के गर्न लागेका छौँ भने 1 देखि 5 सम्मको विद्यार्थीहरूको लागि यो शिक्षा हेर्ने शिक्षा संयोजक फेरि यसै वडा चाहिँ सानुगिरी पनि हुनुहुन्छ र हामीले के गर्न लागेको छौँ भने 1 देखि 5 सम्मका विद्यार्थीहरूलाई झोलामा दुईपट्टि फित्तामा चाहिँ एकपट्टि पालिकाको लोगो, एकपट्टि सरकारी लोगो, पछाडिपट्टि हाम्रो पालिकाको गायन, त्यसपछि ज्योमेट्री बक्समा पनि पालिकाको गायन र त्यो ज्योमेट्री बक्सभित्र चाहिने आवश्यक सामानहरू सबै दिने र अनि ब्यागमा चाहिँ कपीहरू अब के दिन सकिन्छ त्यो हिसाब किताब गराएर 1 देखि 5 सम्म चाहिँ हामीले कसैलाई दिने कसैलाई नदिने गर्न पनि हुँदैन र 1 देखि 5 सम्म 39वटै स्कुलमा हामीले दिने भनेर अगाडि बढिसक्यो। शिक्षा शाखा अगाडि बढिसकेको कुरा यहाँहरूलाई मैले जानकारी गराएँ। त्यसपछि यो विकास निर्माणको कुरा पनि अलिकति छोइदिनु पर्ला यहाँ आइसकेपछि होइन। हाम्रो अहिलेको गाउँपालिका अध्यक्षज्यू आएर के काम गर्नुभयो अहिलेसम्म, यहाँ कुरा मात्रै ठुल्ठुलो हुन्छ, के भइरहेछ भन्नुहुन्छ भनेदेखि अहिले हामीले सुरुमा वर्ष हामीले नलाङ गऱ्यौँ, त्यसपछि सलाङ गऱ्यौँ, अहिले कुम्पुरमा गरेकै हो। कुम्पुरमा तपाईँको 6 नम्बरमा नि त्यतिकै पैसा छ, 5 नम्बरमा नि त्यही हिसाबले आएको छ होइन, ठुलो पैसा। 6 नम्बरमा तपाईँको छुटेको परेवाटारदेखि कुम्पुर भन्ज्याङ जाने सडकको लागि सङ्घबाट 3 करोड, प्रदेशकोबाट 90 लाख र गाउँपालिकाकोबाट तपाईँको 1-10 हालेर हामीले 2 करोड मास्तिरै भनेपछि 5 करोड हामीले त्यताबाट सुरु गरेका छौँ। त्यसपछि परेवाटारबाट हामीले सङ्घीयबाट चाहिँ यो पिपलटार आदमटार सडकलाई पनि 3 करोड हालिएको छ र ओडाज्यूले पटक भनिरहनु भएको छ यही वडामा आएर मैले बोल्नुपर्छ। एकमुष्टमा मैले बोली खानेपानी सहित सबै कुरामा योजनाहरू जोडेर यस वडामा 17 करोड
शीतलेख सरकारले ल्याउन सफल भएको छ भनेपछि एकचोटि ताली दिनु न। 17 करोड ल्याएको कुरा त हो नि त, त्यतिकै भाषणमा मात्रै बोलेको होइन नि है। त्यस कारणले अब यो हामीले गर्नुपर्ने कुरा छ होइन। अब शिक्षामा हामीले नयाँ भिजन दिइसकेका छौँ, केही गर्न खोजिछौँ, तपाईँहरूलाई थाहा छ। अब स्वास्थ्यमा पनि हामीले केही नयाँ चेन्ज, अब वृद्ध आमा बुवाहरूलाई गाउँ गाउँमा टोल टोलमा हाम्रा चाहिँ राष्ट्र सेवक कर्मचारीज्यूहरू जानुहुन्छ र स्वयंसेवकज्यूहरू जानुहुन्छ र सुगर प्रेसर जाँच्नेदेखि लिएर हाम्रो के औषधि खानुहुन्छ वृद्ध बुवा आमाहरूले होइन, त्यो औषधि वितरण कार्य हामीले गर्नेछौँ। स्वास्थ्यमा पनि थुप्रै योजनाहरू छ, जस्तो विभिन्न ठाउँमा हाम्रो भालडाँडामा स्वास्थ्य भवन बनाउनेदेखि लिएर गर्नुपर्ने कुराहरू थुप्रै छन् स्वास्थ्यमा होइन। त्यो कार्य अगाडि बढाइनेछ। अब सडकको कुरा मैले भनेर गइसकेँ। अब हामीले 7 ताले यो वर्ष कुनै हालतले 7 ताले गुफालाई हामीले चाहिँ हाम्रो उसको जस्तै उद्घाटन गर्नुपर्ने छ। 7 ताले गुफालाई चाहिँ यो वर्ष हामीले जसरी पनि उद्घाटन गर्नुपर्ने छ र यो शीतलेखभरिमा 7वटै वडा मध्येमा हाम्रो होमस्टे पनि सञ्चालन हामीले पहिलेदेखि वर्ष नि लगानी गरेको छौँ। अहिले पनि हाम्रो रातो किताबमा छ, यो होमस्टे पनि उद्घाटन गर्नुपर्ने छ। हाम्रो समय पनि धेरै छैन, गर्न खोजिएको भिजन थियो, गर्न खोजिएको, तर विविध कारणले चाहिँ ढिला हुँदै हुँदै धकालिँदै यो अवस्था आइयो। अब यो यस विद्यालय 2032 सालदेखि अब मैले सम्झिनै पर्छ, त्यतिखेरदेखि सबैजना विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरूले जुन यो विद्यालयको लागि जुन मेहनत गर्नुभयो, उहाँहरूलाई सेल्युट गर्छु, सम्मान गर्न चाहन्छु। मैले सम्झे पनि सबैजनालाई फेरि मैले नाम लिन समयको कारणले। त्यसपछि जो प्र हुनुभयो त्यो बेलादेखि नै 2032 सालदेखि जतिजना प्र हुनुभयो एकमुष्टमा भने मैले अघि त्यो फलाकेर भन्नलाई मलाई त्यति उनी लाग्दैन। जो प्राध्यापक हुनुभयो उहाँहरूलाई पनि सम्मान गर्छु, सल्युट गर्छु, किनभने हामीले सम्झिनै पर्छ। त्यसपछि हामीले शिक्षकहरूलाई पनि जतिजनाले त्यो बेलादेखि पढाउनु भयो उहाँहरूलाई म एउटा विद्यार्थीको नाताले मैले सम्मान गर्छु र सल्युट गर्छु। शिक्षकज्यूहरूलाई पनि र सबै पूर्व विद्यार्थीहरूलाई पनि जतिजना पढेर त्यो बेलादेखि अहिलेसम्म अध्ययन गर्नुभयो उहाँहरूलाई पनि सम्झिन्छु, किनभने म पनि त्यही पूर्व विद्यार्थी भए हिसाबले उहाँहरूलाई पनि सम्मान गर्न र सल्युट गर्न चाहन्छु। अब यही हिसाबले हामी विद्यालय व्यवस्थापन समितिमा चाहिँ अब सबै कुरा राम्रो गरिरहेछ अहिलेको होइन, त्यो कुरा छ। विद्यार्थी पनि 500 माथितिरै छ। हाम्रो चाहिँ पहिला हेर्नु 1300, म हुँदाखेरि मैले थाहा पाएको 1300 थियो यो विद्यालयमा। अहिले अब विविध कारणले चाहिँ अब के हुने कोही कता लाने, कोही अहिले शिक्षामा एकदम हामीले दरबन्दी घटाउनेदेखि लिएर दुःखको कुरा नि छ। अब हाम्रो यो विद्यार्थी घटेको जस्तै स्कुलहरू नि हेर्नु न, हाम्रो भुमेश्वर शेरामा स्कुल हट्यो, विद्यार्थी नभएर। हाम्रो अमिलछापमा स्कुल हट्यो, विद्यार्थी नभएर। हाम्रो चाहिँ चामडाँडामा स्कुल हट्यो, विद्यार्थी नभएर। यस्तो हिसाबले अलिकति दुःख पनि छ। त्यहाँ अब विद्यार्थी भइदिएको भए ती स्कुलहरू चलाउनु पर्ने स्थिति थिएन। अब त्यस कारणले यो विद्यालय पनि घट्दो छ। यसलाई कसरी हुन्छ राम्रो गर्ने, अब टेक्निकल युग छ अहिले, हामीले चाहिँ त्यसरी राम्रो गरेर जानुपर्छ भन्ने कुरा हामी सबैको चाहिँ पालिकाको, वडाको, जनप्रतिनिधि साथीहरूको, अनि राष्ट्र सेवा कर्मचारीहरूको, शिक्षक शिक्षिकाहरू सबैजना लाग्नुपर्छ यो सफल बनाउनको लागि। मैले यही भन्न चाहेँ। अब अहिले म आदमटार आइसकेपछि बोल्न पर्छ। अरुणोदय युवा क्लबले पनि धेरै नै राम्रो काम गरेका छन्। बाटो सरसफाइदेखि लिएर दसैँमा तिहारमा होइन कार्यक्रम गर्ने, खेलकुदलाई अगाडि बढाउने यस्ता कामहरू गरेकोले सरकारको नाताले मैले अरुणोदय युवा क्लब अध्यक्ष सहित सब परिवारलाई चाहिँ सम्मान गर्छु, सल्युट गर्छु। अनि अर्को कुरा, यसै विद्यालयकोमा म आफै पनि गाउँपालिकाको अध्यक्ष भइरहँदा अब यही विद्यालयले उत्पादन गरेको हो। म आफूले कति पढी भन्दा पनि अध्ययन गरिरही मेरो अध्ययन अहिले सायद तपाईँहरूलाई थाहा नहुन सक्छ, अहिले 12 पास गरेको छु मैले। त्यतिखेर अलिक मेरो पढाइ अलिक कमजोर पनि थियो र पढ्नलाई नछोडिकन आफूले चाहिँ लगनशील भएर पढिरह्यो भने त्यो पनि मिल्दो रहेछ। मैले यति भने। त्यसपछि यो हामीले गर्नुपर्ने मोटरवाला पुल, अति मुख्यमन्त्रीज्यू आउनुभयो। मुख्यमन्त्रीज्यू आइसकेपछि मैले एकदम विनीत भएर आज पनि म सलाङमा धेरैजना 1500-1600 जना हाम्रो शेर सदस्यज्यूहरू हुन्थ्यो कृषि सहकारी सलाङको, अनि म त्यहाँ आज प्रमुख अतिथि थिएँ। त्यही कारणले यहाँहरूलाई चाहिँ अलिकति 1 घण्टा म 12 बजे आइपुग्छु भनेर वडा सचिवलाई भनेको थिएँ।
त्यहाँ जानै पर्ने स्थिति, त्यहाँ सबैजना आएर बस्नुभयो र त्यहाँ एकछिन हामी पुगेर त्यहाँ पनि सम्बोधन गरेर म आएको छु। त्यस कारणले अलिकति ढिला भएकोमा यहाँहरूले क्षमा दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। र त्यो मोटर त्यही ठाउँमा गए भएर मैले सम्झेको, त्यो मोटरवाला पुल चाहिँ तपाईँको 8.5 वर्ष भयो अहिलेसम्म अघिल्लो सरकारले ल्याएको मोटरवाला पुल म आफै अब टिम लिएर 2-4 जना साथीहरूलाई लिएर त्यो क्यान्सिल गर्न जान्छु। किनभने मलेखुबाट अर्बास्टार जोड्ने पुल 8.5 वर्ष भयो, त्यस्तो नि हेरेर बस्न सक्छ। त्यसलाई क्यान्सिल गरेर अर्को नयाँ प्रक्रिया जान पर्छ। र अहिले जुन हाम्रो उसमा कालिदको चाहिँ पुल चाहिँ त्यो चाहिँ 90% सम्पन्न भइसकेको छ, सिद्धिसकेको छ। त्यसलाई चाहिँ पुरा गर्ने मैले प्रतिबद्धता जनाएँ र म लागि पनि राखेको छु, धाई पनि राखेको छु। त्यस कारणले यो यति कुरा भने मैले यो मोटरवाला पुल चाहिँ नगरी नहुने कुरा छ हैन, त्यो कुरा मैले बोल्न पर्ने भएर बोले। त्यसपछि अब मैले पढेको विद्यालयमा सहयोग पर्सनल के गर्ने भन्ने कुरा आउला हैन। तपाईको सबैको चासो त्यही छ, कति बोल्ला पालिका अध्यक्षले, के बोल्ला कति बोल्ला भन्ने सबैको चासो छ। त्यो चासोको लागि तपाईहरुले अहिलेसम्म कति जम्मा गर्नुभयो, कसले कति मैले सुनेको 1,11,000 सम्म जम्मा भएको छ भने किन सरले भन्नुभयो। अहिलेलाई मैले 1,15,000 बोली, ठिक छ खोइ ताली। 1,15,000 मेरो पर्सनल सुन्नु होला। अब त्यसपछि फेरि गाउँपालिकाबाट नि सहयोग गर्नु पर्ला। अब यो मञ्च पनि यहाँहरूले बनाउनु भएको छ, यहाँहरूको अपेक्षा छ। ऊ त्यो के स्मारिकामा पनि अघि म आफै प्रमुख भएर त्यो गरेँ हैन। त्यस कारणले यो हाम्रो प्राविधिक आउनुहुन्छ, नाप जाँच गर्नुहुन्छ। यो दुईटाको भुक्तानी हामीले चाहिँ अब भुक्तानी गर्नै पर्छ, किनभने शिक्षकज्यूहरूले अभिभावकज्यूहरूले यहाँ गर्ने हो भनेर हाम्रो चाहिँ सिङ्गो जनप्रतिनिधि नै लागेर गरेका कुरालाई यसलाई हामी थाहा छैन, हुँदैन, जिम्मेवारीबाट पन्छिन हामीले मिल्दैन। त्यस कारणले यहाँहरूलाई हाम्रो इन्जिनियर आउनुहुन्छ र हाम्रो प्रक्रियाबाट चाहिँ भुक्तानीको प्रक्रिया अगाडि बढ्छ। मैले यति भन्न चाहेँ। र अब यहाँ आइसकेपछि धेरै कुराहरू थियो भन्न पर्ने। हेर्नु रात परिसक्यो, प्रज्यूहरू हेड सरहरू सलाङ पुग्न पर्ने, नलाङ पुग्न पर्ने। अब मैले बोलिरहन धेरै हुन्छ त, हुँदैन नि। शुभकामना मात्र दिने हो। यहाँ राम्रो राम्रो नाच देखाउनु पर्छ, प्रमाणपत्रहरू थुप्रो दिनु पर्छ। अर्को दिन फेरि आएर धेरै लामो कुरा गरौँला हैन। यहाँहरूलाई चाहिँ अब शिवराज पन्त सरलाई पनि सम्झिने, अक्षय कोषको चाहिँ 1 लाख भन्ने कुरा आयो हैन। अनि एलआरआई फन्डरले चाहिँ कति बास्केटबल कोर्टको लागि निर्माण गर्नलाई चाहिँ कति 250 र 350 सहयोगको लागि धन्यवाद। उहाँहरूलाई पनि मेरो व्यक्तिगत तर्फबाट र पालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दै अब गाउँपालिकाको कुरा पनि भयो, यहाँ यो स्कुलले बनाएको कुरा पनि भयो। र अन्तमा म आफै जाँदै मैले के चाहिँ सम्झिनुपर्छ भने हाम्रो यो स्कुल तपाईँको सत्यवती माइकोबाटै नामबाट स्कुल नाम भएको कारणले हामी सबैको, फेरि शीतलेखवासीको मात्रै होइन, नेपालको मात्रै होइन, विश्वमै नेपालीहरूको सबैको चाहिँ रक्षा गर्नुहुनेछ सत्यवती माईले भन्दै आज जुन यो विद्यालय परिवारले मलाई आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, प्रमुख अतिथि बनाउनु भयो, सबै यो सत्यवती मावि परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दै र अन्त्यमा सत्यवती माईले हामी सबैको रक्षा गर्नुहुनेछ भन्दै मेरो आफ्नो भनाइहरू यही अन्त गर्दछु। हस्त, धन्यवाद। जय शीतलेख, जय सत्यवती मावि, जय सत्यवती माई। धन्यवाद।